उपस्थित सभाध्यक्षज्यू, निर्णायक मण्डल, गुरुजन र मेरा प्रतियोगी र अप्रतियोगी साथीहरूमा म राघव कर्णको तर्फबाट ध्यान अभिवादन। आजको यस वाद विवाद प्रतियोगितामा भाग लिन पाउँदा म आफ्नो गुरुआमाप्रति अति नै आभारी भएको छु। आजको यस वाद विवाद प्रतियोगिताको शीर्षक धनभन्दा स्वास्थ्य ठुलो भन्ने विषयको पक्षबाट म आफ्ना तर्कहरू भन्न गइरहेको छु र मेरा तर्कहरू यस प्रकारका रहेका छन्। असफल भएर सफल बन्न सकिन्छ, गरिब भएर पनि उठ्न सकिन्छ, तर यदि स्वास्थ्य नै कमजोर भयो भने जीवनको गति नै रोकिन्छ। न त सपना देख्न सकिन्छ, न त काम गर्न सकिन्छ। किनभने स्वास्थ्य भनेको जीवनको भाग होइन, स्वास्थ्य नै जीवन हो। अब यदि हजुरको स्वास्थ्य राम्रो छैन भने के काम हजुरको त्यो सम्पूर्ण धन सम्पत्तिको? के काम त सुनको थालको जब हजुरको पेटले खाना पचाउन सक्दैन? रोटी अगाडि छ तर भोक नै छैन, गाडी छ तर शरीर त्यो चलाउनको लायक नै छैन, महल छ तर निद्रा नै छैन। एउटा स्वस्थ व्यक्तिले आफ्नो जीवनकालमा पसिना बगाएर धन आर्जन गर्न सकिन्छ, तर धनी व्यक्तिले कहिले पनि पैसाले फेरेर स्वास्थ्यले किन्न सक्दैन। विद्यार्थी राम्रोसँग पढ्न, अभिभावकले राम्रोसँग घर चलाउन, किसानले बाली फलाउन र सैनिकले देश जोगाउन सबैको पहिलो शर्त एकै हो, स्वास्थ्य। त्यसैले भगवत गीतामा पनि भनिएको छ, शरीर माध्यम खलु धर्म साधन, अर्थात् सबै धर्म, कर्म, ज्ञान र सपना पूरा गर्ने पहिलो साधन हाम्रो शरीर नै हो। यदि शरीर नै छैन भने हामीसँग भएको त्यो धन भनेको केवल एउटा बोझ मात्रै हो। कोभिड-19 को समयमा के त्यसले कसैको पनि ब्याङ्क ब्यालेन्स हेर्यो त? के त्यसले मानिसहरूलाई गरिब र धनीको बिचमा विभाजन गर्यो त? पक्कै पनि होइन महोदयज्यू। खरबपतिहरू, अरबपतिहरू अक्सिजनको लागि लाइनमा लागिराखे, पैसाले अस्पताल त पायो तर स्वास्थ्य वापस आउन सकेन। महात्मा गान्धीले पनि भनेका थिए, हाम्रो स्वास्थ्य नै हाम्रो साँचो सम्पत्ति हो, सुन र चाँदी होइन। अब मेरा विपक्षीहरूले भन्नुहुन्छ, हामीले पैसाले स्वास्थ्य किन्न मिल्छ, कसरी? राम्रो अस्पताल किन्न मिल्छ, औषधि किन्न मिल्छ र डाक्टरहरूले किन्न मिल्छ। हो, पैसाले धेरै कुरा किन्न मिल्छ तर सबै कुरा होइन। पैसाले औषधि किन्न सकिन्छ तर उपचार होइन। पैसाले ओछ्यान किन्न सकिन्छ तर निद्रा होइन। पैसाले खाना किन्न सकिन्छ तर भोक होइन, र पैसाले आराम किन्न सकिन्छ तर मनको शान्ति कहिले पनि होइन। अनि तिनी मान्छेहरू जुन अहिले पनि सोचेर बसेछन् धनभन्दा ठुलो केही छैन, म हजुरलाई हेरिरहेको छु। साँच्चीकै हजुर खानुहुन्न, सुत्नुहुन्न, आराम गर्नुहुन्न, जहिले पनि पैसाको पैसा दौडिनुहुन्छ, भनिनुपर्ने रहेछ। हजुरलाई त सलाम छ है। म त भन्छु अझै जारी राख्नुहोस्, अझै नसोच्नुहोस्, अझै नखानुहोस् र एक दिन आरामका साथ सुत्नुहोस्। हजुरको त्यो पसिना, पैसा र मेहनतले बनेको ओछ्यानमा, तर त्यो ओछ्यान हजुरको आरामको लागि होइन, हजुरको उपचारको लागि हुनेछ। त्यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए, स्वस्थ नभएको मानिस तेल नभएको बत्ती जस्तै हुन्छ, बाँचिरहेको त हुन्छ तर त्यसमा उज्यालो हुन्न। धन्यवाद। हजुरको दिन शुभ रहोस्।